नमस्कार सबैजनालाई। तपाईँलाई र एनालाइसिस नेपालमा स्वागत छ। जहाँसम्म लाग्छ यो हाम्रो चौथो भिडियो हो यो वर्षको। अनि आज चाहिँ अलिकति पोलिटिकल इस्यु भन्दा पनि अलिकति इन्साइटफुल भिडियोमा मात्रै कुरा गर्नु मन लाग्यो होइन। अनि अलिकति यो चिजमा चाहिँ अलि वाट्स गोइङ अन इन इरान भन्ने टपिकमा पनि अलिकति हामी छेड्छौँ। अनि आज चाहिँ अलिकति के त्यो कन्टेक्स्टमा कुरा गर्नुभन्दा पनि यो माइन्ड ओपन गर्ने टपिकमा हामीले कुरा गर्छौँ होइन। त्यसको स्टार्टिङ पोइन्ट चाहिँ अब अलिकति इरानबाटै गरौँ होइन। वाट्स गोइङ अन इन इरान भन्दा चाहिँ अहिले एउटा डेमोक्रेटिक गभर्मेन्टलाई फ्याँकेर होइन। अब आइएम नट गन टक अबाउट द क्यारेक्टर होइन दिस टाइम, किन भन्दा यो त्यो क्यारेक्टर इन्डिभिजुअलसँग टपिकको कुरा गर्नुभन्दा पनि अलिकति कन्टेक्स्टमा होइन के भइरहेछ अनि हाउ हुन्छ नि हाम्रो दिमाग कसरी एउटा हुन्छ नि एउटा कन्टेक्स्टमा अथवा एउटै वेमा फ्लोमा सोच्न बाध्य बनाइरहेछन् भनेर होइन। कसरी यो हुन्छ नि ब्रेन वास भइरहेछ, इभन बच्चैदेखि कसरी ब्रेन वास भइरहेछ भनेर यो टपिकमा अलिकति कुरा गरेर मन लाग्यो होइन। इरानमा अहिले डेमोक्रेसीलाई फ्याँकेर क्लियर कट एउटा राजालाई ल्याउन खोजिरहेछन् के होइन। त्यसको कन्टेक्स्ट अस्तिको भेनेजुएलासँग नि अब अलिकति रिलेटेड छ, किन भन्दा युएसले पहिला चाहिँ भेनेजुएलालाई अट्याक गरेर अब प्रेसिडेन्टलाई किडन्याप गर्यो होइन। त्यसको मेन कन्टेक्स्ट भनेर चाहिँ इन्डियाको जुन चाहिँ ओइल रिजर्भ छ नि, ओइल रिजर्भको ब्रेक इभन पोइन्ट भन्छ क्या त्यसलाई होइन। यो चाहिँ कोभिडको बेलामा ब्रेक इभन पोइन्ट हिट गरेको थियो त्यति बेला। त्यो एउटा हुन्छ नि मिनिमम अर्डर क्वान्टिटी जुन चाहिँ एउटा सेफ्टी स्टक भनेर राखेको हुन्छ नि देशको लागि युएसको, त्यो स्टक चाहिँ बाइडेन सरकार हुँदा चाहिँ त्यो रिजर्भ युज गर्दै थियो क्या। अनि तिनीहरूलाई डेस्परेटली चाहिरहेको थियो कि अहिले काहीँ न काहीँबाट ओइल आओस्, उनीहरूको त्यो ओइल रिजर्भ चाहिँ फिल होस् भनेर होइन। त्यो कन्टेक्स्ट भयो, त्यसलाई एकदमै आतुर थियो क्या तिनीहरू। त्यही भएर भेनेजुएला अट्याक गर्यो आइदर दिस वे अदर वे, किन भन्दा रिजन एउटा भ्यालिड रिजन केही पनि आएन। ड्रग कार्टेल भन्यो, के भन्यो होइन। तर कन्टेक्स्ट केही पनि होइन, क्लियर कट ओइल रिजर्भको टपिक थियो त्यसमा होइन। किन भन्दा भेनेजुएलाको ओइल रिजर्भ चाहिँ अलि धेरै बाक्लो छ क्या होइन। अब कतिजनाले भिडियो पनि बनाइसके। अनि इन्टायर युएसको इन्फ्रास्ट्रक्चर ओइल इन्फ्रास्ट्रक्चरको जुन चाहिँ रिफाइनेरिजहरू हुन्छ त्यसको चाहिँ सब इन्फ्रास्ट्रक्चर नै उनीहरूको त्यही ओइलको लागि त्यही ओइल हुन्छ नि रिफाइन गर्ने इन्फ्रास्ट्रक्चर बिल्डअप गरेको थियो क्या पहिले 90sदेखि नै तिनीहरूले होइन। किन भन्दा भेनेजुएला साउथ अमेरिकामा पर्छ होइन। अब पहिलेदेखि नै अब गभर्मेन्टले नै बिल्डअप गरेको त्यसरी भयो। अनि पछि गएर चाहिँ भेनेजुएला त्यो मडुरोभन्दा अगाडिको जुन चाहिँ प्रेसिडेन्ट थियो त्यहाँको प्रेसिडेन्टले उसलाई मडुरोलाई ह्यान्डओभर गरिदियो होइन। त्यो गरिदिएपछि चाहिँ अनि इन्टायरली एउटा कम्युनिस्ट शासन टाइपको भएको होइन। सोसियलिस्ट भन्ने कम्युनिस्ट नै भन्दा बेटर होइन। अनि त्यो भएको रिजनले गर्दा युएसले त्यो ठाउँबाटको रिजर्भबाट टोटली हात उठाउनु परेको थियो होइन। त्यहाँ हात पनि छुन पाएको थिएन क्या। अनि अहिले अब डाटाहरू हेर्दा चाहिँ म्याक्सिमम चाहिँ कस्तो भइरहेको थियो भन्दा क्युबामा र चाइनाले नै सप्लाई भइरहेको छ कि तिनीहरूको ओइल रिजर्भ अहिले होइन। अनि यसमा युएसले अप्पर ह्यान्ड पायो अब होइन। किन भन्दा इन्टायर त्यो युएसको जस्तै यो सेल कम्पनीहरू हुन्छ नि, ठुल्ठुलो त्यो हुन्छ नि पेट्रोल पम्प खाने कम्पनीहरू हुन्छ नि, खाने पनि नभनौँ होइन। पेट्रोल पम्प कम्पनी जस्तो सेलहरू हुन्छ, छुट्टै हुन्छ क्या यो होइन। यस्तो यस्तो कम्पनीहरूलाई चाहिँ अहिले ओपन गरिदियो होइन। त्यही भएर स्टक मार्केट पनि बुम भयो भेनेजुएलाको होइन। अनि सेम रेन्जमा जुन रेन्जमा अहिले ओपन गरिदिने बित्तिकै भेनेजुएलाको मार्केट बुम हान्यो, त्यस्तै लेभलको डाउन चाहिँ अहिले इरानमा हानिरहेको छ क्या। वाइ? किन भन्दा इरान मेबी थर्डमा या फोर्थमा आउँछ क्या ओइल रिजर्भको कन्टेक्स्टमा। अब अमेरिकालाई प्रेसर छैन ओइलको रिलेटेड, फ्युलको रिलेटेड केही पनि प्रेसर छैन, किन भन्दा भेनेजुएलासँग इनफ सप्लाई छ यिनीहरूलाई धान्ने अहिले होइन। इन्डिरेक्टली जति एक्स्ट्रा चाहिन्छ ऊ क्यानाडालाई युज गर्छ, ऊ गर्छ, क्यानाडाले इन्डिरेक्टली प्रेसर दिइरहेछ। अब सबसे एउटा उसको एकदम प्रेसर चिज चाहिँ अहिले लुज भयो होइन। त्यो भएपछि अहिले अब यिनीहरूले पुस कहाँ गर्छन् भन्दा इरानमा पुस गर्छन्, क्युबालाई डाउन गर्छन्, मेक्सिकोलाई पनि अलिकति ल्याङ हान्छन् होइन। अब नेक्स्ट टार्गेट भनेको इरान हुन्छ। इरानको जुन चाहिँ अहिले जुन चाहिँ किङ थियो पहिला होइन, 90sमा किङ थियो त्यो 90s चाहिँ पछि गएर सेटल जुन जहाँबाट चाहिँ जो नेपालको जस्तै राजा हटाइरहेको थियो नि, अब त्यसरी नै इरानको राजालाई त्यति बेला हटाएर डेमोक्रेसी आएको होइन त्यहाँ। अब अहिले चाहिँ त्यो पहिलेदेखि नै त्यो राजा चाहिँ युएस बसिरहेको थियो, अब अहिले ओपन अप भयो
किन भन्दा युएसको जुन सपोर्टर हुन्छ त्यो अब जो राजा भए पनि नेपालमा राजा घटिया हो होइन, अटोक्रेटिक हुन्छ भनेर हटाए होइन। त्यही कन्टेक्स्ट साउदी अरेबियामा ठिक छ, राजा छ ठिक छ, किन भन्दा युएसको अलाइनमा काम गर्छ। अहिले इरानमा पनि अब डेमोक्रेसीलाई हटाएर राजा ल्याइरहेछन् के। यु क्यान इमेजिन के हुन्छ नि। हामीलाई अहिलेसम्म मलाई पनि बच्चादेखि अहिलेसम्म म राजा खराब हो भनेर हुन्छ नि मेरो दिमागमा थियो कि। जब यो कुरा इन्टरनेसनल्ली हुन्छ नि, जियोग्राफीहरू पढिरहेको छु, बुझिरहेको छु के भइरहेछ कसरी भइरहेछ भनेर, नथिङ इज के अब चाहिँ मलाई के हुन थाल्यो, नथिङ इज गुड अर ब्याड के होइन। राम्रो पनि केही होइन, नराम्रो पनि केही होइन। एउटा मान्छे एउटा सुपर पावर जो छ नि होइन, त्यसलाई फेभर गर्छ भने नराम्रो पनि राम्रो हुन्छ। अब तँलाई मन पर्दैन भने जति राम्रो होस् होइन, एउटा सुपर हुन्छ नि अलिक खतरा मान्छेलाई खतरा देशलाई मन पर्दैन भने त जति नै राम्रो होस् त जतिले आफ्नो जनताको लागि काम गर होइन, त्यो ठिक छैन के। आइदर दिस वे अदर वे हुकमा हान्छन् नै के। एक्ज्याक्टली त्यही कन्टेक्स्ट नेपालको कन्टेक्स्टमा नहोस् भन्ने मात्रै मेरो अहिले अहिले मेन कन्सर्न भने त्यही हो कि वाइ भन्दा चाहिँ ल ठिक छ पुरानो पार्टीलाई फाल्ने हो होइन, जसरी तसरी ब्यालेटबाट फाल्ने हो हामीले होइन। ब्यालेटबाटै फ्याँकेको भए 1 वर्ष लाग्थ्यो होला, ब्यालेटबाटै जान्थ्यो होइन। अहिले यो इस्यु किन भयो भन्दा मेरो डर मात्रै हो यो होइन। तर यो इस्यु यो तरिकाले नजाओस् कि यो जुन चाहिँ जेन्जी आन्दोलन भन्नु नि, भन्न त भनिरहेछन् केपी ओलीलाई अब हुक हानेको हो होइन, किन भन्दा अब केपी ओलीलाई हटाउनलाई हो भनेर भन्छन् होइन। तर मलाई किन लाग्छ होइन, केपी ओलीलाई हुक हान्ने होइन कि, केपी ओली अलरेडी हुक छ क्या। त्यसलाई ब्ल्याकमेल गर्नलाई लास्टै सजिलो छ क्या। किन भन्दा जहिले पनि त्यसलाई जेलमा जान हुन्छ नि भित्रबाट डर लाग्छ कि, किन भन्दा उसले त झापा हत्याकाण्ड गरेछ उहिले नै, हुक्ड भयो। प्रचण्डलाई हेर्नु, प्रचण्डले त त्यत्रो मान्छे मारिरहेछ नि होइन। ल तैँले यो भनेको नगर त त्यो के अरे जनयुद्धको निकालिदिन्छु, ल क्यान्टोनमेन्ट घोटाला निकालिदिन्छु, समथिङ निकालिदिन्छु भने ऊ त जहिले पनि जेलमा हाल्न सक्छ नि त। सेम गोज टु केपी ओली। ल केपी ओलीले भनेको नमानोस् त, ल तैँले त्यो त्यत्रो मान्छे मारेर आएछस्, त्यो मान्छे मारेर आएपछि त त्यो त अब जति बेला पनि निकालेर तँलाई जेलमा हालिदिनु पाएँ नि। सेब्रत सेम कन्टेक्स्ट छ होइन। सेम चिज अब नयाँ जेनेरेसनको लिडरलाई नहोस् भनेर के। रविलाई पनि सेम कन्टेक्स्ट इदर दिस वे अदर वे होइन। किन भन्दा रविलाई पनि एउटा पासवर्ड चाहिन्छ के, जहिले पनि चाहिन्छ के होइन। त्यो उसको के ब्याङ्किङ काण्ड भयो सबै भयो होइन, त्यो माइनर इस्युमा नजाऊँ होइन। तर मेरो कन्टेक्स्ट यो हो, हुक नहोस् कुनै पनि लिडर। बालेनलाई त्यो जेन्जी आन्दोलनले हुन्छ फाइदाभन्दा बेफाइदा गराए जस्तो लाग्छ कि मलाई चाहिँ। वाइ भनेर सोच्नुहुन्छ भने तपाईँले अथवा सोध्नुहुन्छ मसँग भने, जेन्जी आन्दोलन भओस् नभओस् होइन, त्यो त एउटा माइनर इस्यु थियो नि होइन। करप्सन थियो, करप्सन त अहिले यसरी त जाँदैन नि, करप्सन त ब्यालेटबाटै जान्थ्यो नि अर्को वर्ष 1 वर्ष गरेको भए। तर अहिले के भयो, जेन्जी आन्दोलनको अब एउटा हुक लायो होइन। केपी ओलीलाई त हटायो, किन भन्दा त्यसलाई त अलरेडी इजी थियो, त्यो हट्ने नै जस्तो थियो क्या। नेक्स्ट यो अब 2 वर्षमा नहटेको भए नेक्स्ट 7 वर्षमा त अल्टिमेटली हट्थ्यो नै क्या त्यो। अहिले त्यो गरेर पनि प्रोसेस स्पिड अप पनि गराएको छैन क्या हामीले। जबसम्म कमन मान्छेलाई एउटा एजुकेसन हुँदैन, एउटा हुन्छ नि एउटा माइन्डसेट चेन्ज हुँदैन, त्यति बेरसम्म मरे पनि चेन्ज हुँदैन कि। अहिले इमिडिएटली पनि के रिजल्ट आउँछ कसैलाई पनि केही थाहा छैन होइन, यत्रो गरेछन्। तर मलाई किन लाग्छ कि यो सबै कन्टेक्स्ट बालिन फस्यो जस्तो लाग्छ क्या। एक्ज्याक्टली त्यही रिजनले गर्दा फक नेपाल होइन फक नेपाल भनेन, फक इन्डिया, फक अमेरिका, फक राष्ट्रपति समथिङ लेखाएको थियो नि त्यति बेला होइन। सेम कन्टेक्स्टमा हो कि। अब बालिनलाई के गाह्रो छ भन्दा नि, अब त्यो पावरमा पुगेन भने त्यसलाई ठोक्छन् क्या मजाले। त्यही चिज हुन नदिनु थियो क्या। किन भन्दा बालेनले अलरेडी राम्रो काम गरिरहेको थियो, राम्रो काम गरेपछि त्यो अलरेडी नै त्यो लिडर बनिस्किन सक्थ्यो नि। एक्ज्याक्टली त्यही रिजन हो क्या। किन भन्दा त्यो चिजमा ऊ इन्डिरेक्टली जानेर होस् नजानेर होस् फस्यो अब होइन। किन भन्दा त्यो नेक्स्ट जेनेरेसनको लिडर त अलरेडी थियो नि त्यो होइन। अब के भयो भन्दा ऊ माथि प्रेसर आएको, अब यो सरकारमा गएर ऊ आइदर मैले रुल गर्छु, आइदर मलाई डिस्ट्रोय गर्छन्। त्यही चिजले गर्दा पुरानो नेतालाई ल्याङ हान्यो होइन, ल्याङफ्याङ भयो। सेम त्यही रिजनले गर्दा यिनीहरूलाई पनि प्रेसर आयो क्या। अब यिनीहरूले त्यही हो, अब सरकारमा जान्छन् होइन, गएर उनीहरूले भनेको काम गरे, उनीहरूको पोलिसीमा काम गरे। किन भन्दा आउटर लेभलमा त जियो पोलिटिक्स अलग्गै चलिरहेछ होइन। चाइनालाई च्याप्ने पोलिटिक्स चलिरहेछ होइन। अब चाइनालाई च्याप्नलाई इन्डियालाई सुद्धा पाल्दैछन् क्या अहिले। इन्डियालाई लिटरली पेलेर राखेछन् क्या अहिले युएसले। डिप स्टेट कन्सपिरेसी सस्पिरेसी केही पनि होइन, यो क्लियर कट जियो पोलिटिक्स हो होइन। कसरी गरिरहेछन् पनि भनिदिन्छु म होइन।
तपाईँले कन्टेक्स्ट हेर्नुभयो भने पनि 2021 देखि 2025 सम्म कन्टिन्युअसली हुन्छ नि एउटा सरकार चेन्ज भएको छ के त्यो सार्क रिजनमा अथवा साउथ एसियन रिजनमा के म भनिदिन्छु 2021 मा अफगानिस्तान 2022 मा श्रीलङ्का 2023 मा जहाँसम्म लाग्छ पाकिस्तान होइन 2024 मा बङ्गलादेश 2025 मा नेपाल यो यो होइन कि यो कोइन्सिडेन्स हुनै सक्दैन क्या यो होइन यो भन्यो भने चाहिँ अलिकति त्यो हुन्छ नि धेरै बोल्यो अथवा कस्तो गर्यो भन्ने हुन्छ होइन तर यही चिज चाहिरहेको थिएनन् के धेरै मान्छेले बुझ्ने मान्छेले यही चिज चाहिरहेको थिएनन् यही चिज भयो के अहिले यो कन्फ्लिक्टले केही पनि गरेन जस्ट हुन्छ राम्रो गरिरहेको मान्छेलाई एउटा नर्मल त्यसको ब्याकग्राउन्डमा केही पनि दाग दब्बा थिएन दाग लगाइदियो कि अब होइन त्यो इट्स नट अबाउट केपी ओली भर्सेस बालन के जहिले पनि यही सोच नबनाऊँ न हामी होइन किन भन्दा जहिले पनि यु भर्सेस मी हुन्छ नि तँ जाति भर्सेस म जाति मात्रै भयो क्या हाम्रो किन भन्दा यिनीहरूले त्यो त्यसरी हेरेको छैनन् कि हाम्रो कन्ट्री भर्सेस कन्ट्री यसलाई यो कन्ट्रीलाई युज गरेर यसलाई पेलिदिने होइन यो गेम खेलिरहेछन् यिनीहरूले अनि हामीले चाहिँ यु भर्सेस तँ तेरो जाति भर्सेस म केटा भर्सेस केटी एभ्री टाइम यही भयो क्या योभन्दा माथि उठेर यदि होइन आफ्नो पछाडि दब्बा नलाउने हो भने नि यो चिजबाट बाहिर निस्किनै पर्छ क्या किन भन्दा अहिले अलरेडी हुक्ड भयो कि बालेन हुक्ड भयो यस्तो मजाले हुक्ड भयो नि होइन अब त्यसलाई नत्र भने यो लास्ट मिनटमा त्यसले सरकारमा जानुपर्ने रिजनै छैन क्या यति यति हतार गरेर यति यति हुन्छ नि हताक भएको छ होला नि त्यसलाई होइन अहिले यो सरकारमा प्रधानमन्त्री भएन प्रधानमन्त्री हुन्छ कि हुँदैन पनि कसैलाई के थाहा छैन तर भएन भने चाहिँ यसलाई यस्तो ल्याङ हुन्छ क्या एउटा छ यो अर्को पार्टीले ल्याङ हान्छन् होइन अर्को पार्टीले ल्याङ हान्नु भनेको इन्टरनली डिभाइड त हामी नै हो नि जसरी पनि अनि कति कुरामा हामीले एउटा यति होइन बुझ्ने मान्छेले बुझाइरहेको छ कति मैले कतिवटा पोडकास्ट हेरेको छु होइन सुशान्त प्रधानको समथिङ पोडकास्टमा नि राम्रो कोही मान्छेहरू बब्बाल भनिरहेछन् कि तिनीहरूले होइन क्लियर कट कुरा गरिरहेछन् तर मान्छेले बुझ्दैनन् क्या त्यो कुरा किनभने त्यो धेरै बोरिङ जस्तो फिल भयो होइन तर यस्तो यस्तो रियलिस्टिक तरिकाले कुरा गरेर एउटा जियो पोलिटिक्स बुझेको मान्छेले यस्तो मजाले कुरा गरिरहेछ होइन ऊ मलाई चिन्दिनँ मैले उसलाई चिन्दिनँ फर्स्ट टाइम हेरेँ तर यस्तो गजबको कुरा गरेँ क्या त्यसले यसरी अलिकति इन्टरनल्ली लिटरेट हुनु पऱ्यो कि यो चिज होइन तैँले आइदर तैँले डाक अरू मान्छेलाई नत्र भने तैँले डाकिनस् भने तैँले मलाई पेल्छस् मैले अनि म पेलिएपछि म अर्कोलाई डाक्छु दुईजना फसियो कन्ट्री डेभलप हुँदैन क्या यसरी किन भन्दा एउटाले गयो भने अर्कोले पेल्ने भयो अर्कोले पेल्दा चाहिँ फेरि अर्को मान्छे त्यही बाहिरको मान्छेले बोलाउने भयो अनि यसलाई फेरि अर्को रिपिटिङ प्रोसेस आउँछ मलाई दबाउने भने म पनि त्यसको हेल्प लिन्छु भने त्यही लियो क्या बिगर पार्टीकै हेल्प लिएर अनि आफूमा म जुधेर बस्यो क्या त्यो चिजबाट बाहिर निस्किन सक्यो भने यो इलेक्सनबाट नि केही पोजिटिभ रिजल्ट आउला होइन नत्र भने त्यही हो केही केही हुँदैन शेरबहादुर देउवा पनि एउटा उमेरमा ठिटा थियो होइन गगन थापा पनि एउटा उमेरमा ठिटा थियो प्रचण्ड पनि एउटा उमेरमा ठिटा थियो होइन त्यसले नि खत्रै गर्छु भनेर आएको होला अहिले कुरा सुन्यो भने गर्न देनन् भन्छ कसले गर्न नदिया त होइन के यिनीहरू मेबी मलाई लाग्दैन यो पुरानो प्रचण्डको दिमाग यिनीहरूभन्दा कम थियो बवाल थियो होला झन् बवाल थियो होला जनआन्दोलनलाई शान्तिपूर्ण ह्यान्डल गरेर ल्याएको हो कि त्यसले पनि त्यही हो कि यो कन्टेक्समा यही चिज हुनु भएन कि यो चिज नभएपछि र एउटा ल ट्रान्सपेरेन्सी चाहिन्छ होइन ल करप्सन भएको हो करप्सनको ट्रान्सपेरेन्सी चाहिन्छ होइन तर मेन लिडर जति बेरसम्म त्यसले गर्न हुन्छ नि आफूले मनबाट चाहेको कुरा गर्न पाइरहेको छैन कि त्यो चिज एकदम एकदम मजाले भोट के भने टु लेट के अहिले धेरै ढिलो भइसक्यो क्या जेन्जी आन्दोलन हुनु हुँदैन भन्छु क्या म अझै पनि होइन म अझै पनि यो कन्टेक्समा हुन्छ नि यो स्टेबल नै छु होइन फिक्स नै छु रिजिड नै छु यो चिजमा होइन तर यो चिज यो न्युज अलिकति सर्कुलेट गर्नु पऱ्यो होइन बुझ्नु पऱ्यो किन भन्दा यो लिडरलाई प्रेसर छ कि मैले यत्तिकै भने होइन होइन जस्ट जसले लिड गरिरहेको छ जसले जो प्राइम मिनिस्टर भइरहेछ नि एज अ सानो कन्ट्री उसँग अलरेडी त्यो ब्ल्याकमेल गर्ने चिजहरू छ होइन त्यसले गर्दा एकदमै एकदम गाह्रो भइरहेछ तिनीहरूलाई त्यो चिज बुझिदिनु पऱ्यो अनि त्यो चिज प्रेसर पनि दिनु भएन अनि एउटा बिजेपीले भनेको थियो कि एउटा रुल होइन इन्डियामा आरएसएसले सायद मोहन भागवतले भनेको थियो कि एकचोटि सेम कन्टेक्स्ट इन्डियामा भएको थियो बिजेपीले लास्ट पप्पु भनेर पेल्दै थियो कि राहुल गान्धी त्यति बेला यो मोदी र शाहलाई आरएसएसले इन्टरनली मिटिङमा यस्तो पेलेको थियो मैले इन्टरनल मिटिङ सुनेको थिएँ होइन मोहन भागवतले एउटा कुरा गरेको छ होइन दुश्मनलाई पेल्न चाहिँ पेल होइन किन भन्दा ऊ पनि आफ्नै देशको हो कि तर यति साह्रो पनि नपेल कि त्यसले बाहिरको हेल्प लिन जान परोस् के त्यो भएर लास्ट इलेक्सन 2000 सायद 19को इलेक्सन कि 2000 योभन्दा अगाडिको इलेक्सन कुन चाहिँ इलेक्सन भयो होइन
तिनीहरूले आरएसएसले हात जित्या हो के क्लियर कट मेजोरिटी आउँथ्यो त्यसमा हात जित्या हो होइन यसरी ठिक छ अपोजिसन हो सोच मिल्दैन केही मिल्दैन तर त्यति पेल्न पनि भएन अथवा सेम चिज हो के न केपी ओलीले नि सेम चिज गर्यो गलत गर्यो होइन अहिले पनि त्यही चिज गर्छन् होइन अनि त्यही हो आफू आफू जुध्यो सकियो के त्यो आउँछ त्यो उसलाई ऊ गर्छ उसलाई आउँछ त्यो चाहिँ सबै सकाएर एउटा एउटा कन्टेक्चुअल हुन्छ नि इलेक्सन एउटा फेयर एन्ड क्लियर वाला इलेक्सन गरिदिएको भए विदाउट एनी यो लफडा बिचको लफडा यो जुन चाहिँ आन्दोलन नभइदिकन क्लियर कट इलेक्सन भएको भए नि यस्तो मजा आउँथ्यो कि सही राइट ट्र्याकमा थियो क्या यो चिज बिगार्नलाई हो भने यो बिचमा भएको चिज बिगार्नलाई हो यो जुन जुन मान्छे आइरहेछन् नि यो जुन जुन लिडर भन्दै यो भन्दै त्यो भन्दै सब यो दुईवटाको नलेज छैन हो किन सुनिरहेको यिनीहरूको बक्सिदी कुरा भने एउटाले के भने के गरे त किडन्याप गरेर ल्याइदिएर जबरजस्ती दुइटा सोच मिलाउँछु भन्न मिल्छ एउटाले के बोलेको छ थाहा छैन को बोलेको छ थाहा छैन होइन सरकारको मिटिङमा बसेको छ मिटिङ बसेको मान्छेको त्यो कुन पार्टीको थाहा छैन के थाहा छैन अनि यस्तोलाई पताएर बस्ने भने मान्छे अचम्म लागिसक्यो भनेको के दिक्क हुन्छ नि त्योभन्दा राम्रो राम्रो मान्छेहरू छन् नेपालमा पनि राम्रो छन् तालिन हुँदैन भने साको ढकाल वाइ नट होइन किन त त्यो न्युट्रल ग्राउन्डमा छ नि अझै पनि त्यो एक्सेसिभ मान्छे होइन नि हामीलाई एक्सेसिभ मान्छे चाहिने होइन के एउटा धैर्य केही नगरिकन ब्याकमा केही छैन मलाई ब्ल्याकमेल गर्नलाई केही छैन त्यस्तो मान्छेलाई ठ्याक्क ल प्राइम मिनिस्टर बनाइदिउँ त कस्तो बवाल हुन्छ एक्सेसिभ एक सरको हानिदियो बोलिदियो मन पऱ्यो बोल्दै तर जलाइदिन्छु भन्यो ऊ जलाइदिन्छु भन्यो मजा आएन कि त्यो किन भन्दा अहिले बालेन आइदिएको भयो नि अर्को मान्छे युथ केटाहरू थियो के बालेनले मात्रै गर्नुपर्छ भन्ने थिएन केही पनि बालेन नभइदिएको अर्को मान्छे आउँथ्यो के न्युट्रल मान्छे आउँथ्यो न्युट्रल यो एक्सेसिभ मान्छे यो नचाहिने नबोल्ने मान्छे आउँथ्यो होइन किन भन्दा म पनि त्यति बेलाको एउटा 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 फेजमा चाहिँ पुरै पोलिटिक्समा लाएर हिँडेको हाम्रै जेनेरेसनको मान्छेहरू हिँडिरहेको थियो होइन बालेन आएर अलिकति हाइप भएको हो होइन ऱ्यापर हो त्यही भएर हाइप भएको नत्र भने त्यो ठाउँमा अर्को मान्छे कोही न कोही आउँथ्यो क्या यो मान्छेले यो मिसकन्सेप्सनमा नबसौँ कि बाले नभइदिएको भए यो साह्रो हुन्थेन हुन्थ्यो मजाले हुन्थ्यो एकचोटि सोचौँ त त्यो विवेकशील नेपाली विवेकशील साझा इन्टायर कन्टेक्चुअली युथले बनाएको जेनेरेसन गरे हो क्या त्यो इनफ इज इनफको क्याम्पेन कसले गरे हो बालेनले गरे हो र भने यो चिज बुझ्नु पऱ्यो न बालेन भएन भने सबै कुरा होइन के भेडा हुने होइन भने हामी यहाँसम्म सुनिदिनु हो अलिकति यो फ्रस्ट्रेसन अलिकति इन्साइटफुल थियो होइन अब किप काम होइन त्यही पनि अब इलेक्सन आउँदैछ त्यही भएर अलिकति हुन्छ नि मलाई खुलेरै कुरा गर्नु मन त्यो कन्टेक्स्टमा यहाँसम्म सुन्नु भएको छ भने मेरो दिमाग मेरो सोच्ने तरिका बुझ्नुभयो होला होइन अब बिचसम्म हेर्नुभयो भने अब तपाईँलाई क्रिटिसाइज गर्ने कमेन्टमा दुनियाँभर गालीसाली दिने पनि अब बिस्तारै बिस्तारै अहिले भ्युज आएको छैन पछि आउन सक्छ होइन अब त्यो भयो भने गाली पनि आउने होला तर हाम्रो अलिकति यो न्युट्रल मान्छेहरूको पनि कुरा बुझ्नुपर्छ एउटा किन भन्दा चाहिँ कि त म फ्यानै हो कि त म विरोधी हो भन्ने टाइपको कुरा गरेर हुँदैन सधैँभरि होइन एउटा बिचको कुरा न्युट्रल कुरा गरेर आनन्दले पनि देश अगाडि बढ्छ मजाले धन्यवाद किप वाचिङ रो एनालाइसिस नेपाल थ्याङ्क यू